नमस्कार सबैजनालाई। आज हामीले लिएर आएका छौँ कम्पल्सरी म्याथ्सको एकदमै क्रुसियल च्याप्टर मेन्सुरेसन। क्लास 6 देखि 10 सम्मका विद्यार्थी भाइ बहिनीहरूलाई एकदमै महत्त्वपूर्ण छ। स्टार्ट गर्छौँ हामी यसको बेसिकबाट। एरिया अफ प्लेन फिगर्स, एरिया अफ ट्रायंगल्स। नम्बर 1 मा राइट एंगल ट्रायंगल, जहाँ बेस र हाइट दिएको छ। यहाँ परपेन्डिकुलरलाई हाइट मानेको छ, त्यो बेला एरिया निकाल्ने फर्मुला हुन्छ हाफ अफ बेस इन्टु हाइट। त्यसै गरी जेनरल ट्रायंगलमा पनि यदि हामीलाई बेस र हाइट दिएको छ भने त्यो बेला एरिया निकाल्ने फर्मुला हुन्छ हाफ अफ बेस इन्टु हाइट। इक्विलेटरल ट्रायंगल, इक्विलेटरल ट्रायंगलमा सबै साइड इक्वल हुने भएकोले फर्मुला अलिकति फरक हुने गर्दछ। त्यो √3/4 ए स्क्वायर, ए भनेको इक्विलेटरल ट्रायंगलको एउटा साइड। अब जाउँ फोर्थ टाइपमा आइसोसेलेस ट्रायंगल। आइसोसेलेस ट्रायंगलमा दुईटै साइड इक्वल हुन्छ, एउटा नन इक्वल साइड। त्यो बेला फर्मुला हुन्छ b/4 √4a स्क्वायर माइनस b स्क्वायर, जहाँ b भनेको नन इक्वल साइड, a भनेको इक्वल साइड भयो एउटा। अब जान्छ हामी फिफ्थमा स्केलेन ट्रायंगल। स्केलेन ट्रायंगलमा कुनै पनि साइड इक्वल हुँदैन, फरक फरक साइड दिएको बेलामा एरिया निकाल्ने फर्मुला हुन्छ स्क्वायर रुट अफ s टाइम्स s माइनस a s माइनस b s माइनस c। यसमा s भनेको के हो भन्दाखेरिमा सेमी पेरिमिटर, सेमी पेरिमिटर a प्लस b प्लस c भनेको पेरिमिटर डिभाइड बाई 2 गर्ने बित्तिकै सेमी पेरिमिटर। आजलाई यति, बाँकी पाठहरू क्रमशः आउँदै छन्।